कति राम्रो छ तर भाग्यो र पहिला मेहन्दी लाएर चाहिँ चुरा नआउने कि हो के हो त चुरा लाएर चाहिँ बिग्रिने हो त मेहन्दी बिग्रियो भने त पुछ न पहिला पुछ न कस्तो धुनुपर्छ एकचोटि राम्रो लागेन राम्रो छ हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल म चाहिँ होइन अब यस्तो राति किन यति राति भिडियो बनाएर छु भन्दाखेरि होइन म चाहिँ मेरो बुढीलाई अब गिफ्ट दिन थाल्दैछु कि साउन लाग्यो नि त बाटो अन्धकार छ अन्धकार साउन लाग्यो नि त साथीहरू अनि म चाहिँ नि मेरो बुढीलाई आज म पालिस र एउटा मेहन्दी चाहिँ किनेर थाल्दैछु अहिले धेरै पैसा छैन मसँग है अहिले मात्र 100 रुपियाँ मात्र पैसा भएर यति गिफ्ट गर्न थालेँ अब स्यालेरी आइसकेपछि चाहिँ कुर्ताहरू अब चुराहरू अब सबै गर्छु जो स्यालेरी आइसकेपछि चाहिँ अब अहिले स्यालेरी आएको छैन अब यति भयो भने दिउँ न है भन्ने अब केटी मान्छेको मन त हो सानो कुरामा खुसी हुन्छ सानो कुरामा दुखी नै हुन्छ खुसी पनि हुन्छ कि अनि त्यही भएर म चाहिँ एउटा सानो गिफ्ट भयो भने दिन्छु भनेर सोचेँ कि म चाहिँ अहिले काम गर्ने ठाउँबाट निस्किसकेको छु है यस्तो छ बाटो अन्धकार छ अन्धकार उतायो यतातिर चाहिँ सस्तोमा बजारै बजार छ यतातिर अब यता घररा छ दिन सक्नुहुन्छ के चाहियो तपाईँलाई आउनुहोस् यतातिर सस्तोमा बजार हो यतातिर म चाहिँ मेहन्दी र पालिस चाहिँ एउटा चाहिँ किनिदिन्छु भनेको यहीँ रहेछ त्यो रहेछ यार मलाई चाहिँ सामान मैले चाहिँ एउटा मेहन्दी पालिस चाहिँ पहेँलो मात्र रहेछ पहेँलो रातो मात्र अब हरियो पालिस कस्तो भिड लाग्यो यार मलाई कसम हिँड्न पनि यार पालिस चाहिँ पहेँलो मात्र रहेछ पहेँलो रातो मात्र तर म चाहिँ हरियो किनिदिने सोचिरहेको छु मनपर्छ कि पर्दैन फेरि हरियो पालिस होइन मन नपरेर हुन्छ त लाउनै पर्छ त्यस्तो होइन केटी मान्छे भएपछि अब के गर्नुहोस् हरियो पालिस मेहन्दी यहीँ रहेछ मैले मेहन्दी अघि नै छु उताबाट किनिदिएँ मेहन्दी कति टिकाको अङ्कल टिका कति ल 20 रुपियाँको टिका नि दिनु ल गाइस मैले चाहिँ टिकी अनि त्यसपछि एउटा पालिस मेहन्दी खोइ त पालिस दिनु न त खोइ दिन्न पालिस लिए ल ल मैले चाहिँ लिइसकेँ पालिस अब म जान्छु मैले चाहिँ बुढीलाई के लिइदिएँ भन्दाखेरि होइन के अरे एउटा टिका मेहन्दी अनि त्यसको पालिस ल्याएको छ अब त्यसपछि म चाहिँ अहिले न्युरोडतिर छु अब मैले चाहिँ अब किनिसक्यो सामानहरू टिका मेहन्दी अनि पालिस अब चुरा अनि त्यसपछि कुर्ता चाहिँ पछि दिन्छु
मेरो स्यालेरी आएपछि मसँग पैसै थिएन गाई चाहिँ यार भिखारी भएर चाहिँ अहिले चाहिँ न्यु रोडतिर छु म अस्ति चाहिँ उताबाट जान्थेँ खिचा पोखरी हुँदै जान्थेँ अहिले यता अब सामान किन्नु थियो अनि यताबाट न्यु रोड अनि बसन्तपुर हुँदै रुममा जान्छु म चाहिँ है हेर्दै गर्नु होला भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला मेरो च्यानल नयाँ छ यताबाट सङ्कटा नि जान्छु यताबाट सङ्कटा तर म चाहिँ सिधै गएर छु म चाहिँ अब बसन्तपुर आइपुग्न लागिसकेँ साथीहरू के गर्नु अब है तपाईँहरूको पनि अब गर्लफ्रेन्डहरू छ भने बुढीहरू छ भने श्रीमती आफ्नो छ भने गिफ्ट दिनु है यस्तो सामान दिनुपर्छ अब साउन महिनामा लाउँदाखेरि राम्रो देखिन्छ नि त उनीहरू फेरि बसन्तपुर आइपुग्छु क्या नाइटको भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले कति राम्रो छ अब मेरो रुम जाने बाटो चाहिँ हो हेर्दै गर्नु होला बसन्तपुरबाट सिधो गएर चाहिँ म त्यसपछि हेर नि त चाहिँ गएर चाहिँ ओडी भएछ नाइटमा अहिले खाली पानी परेर होला मान्छेहरू खासै छैन रहेछ नत्र भने कति मान्छे हुन्थ्यो यतातिर अहिले अब पानी पऱ्यो नि त त्यस्तो सब ट्याप हानेछ ट्याप एक्लै हिँड्छु लुकुर हातमा झोला जान्छु म खोला अनि म तरकारी नि लिएर जानुपर्छ यार तरकारी नि छैन घरमा टमाटर प्याज छ होला तरकारी लिनु तलतिर जान्छु के हेर्छु सस्तोमा 20-30 रुपियाँमा के पाइन्छ हेर्नु पऱ्यो त्यसो चाहिँ लिएर जान्छु अन्धकारमा यस्तो छ माया है नभने किन हेर्दैमा अब यहाँसम्म आयो भगवान्लाई पनि दर्शन गरौँ एकछिन मैले चाहेको सब भागिसक्यो पुगिसक्यो यता तरकारी राख्छ यसरी खाली रहेछ आज सबै पानी परेर होला केही पनि छैन खासै के लानु त म केही राम्रो तरकारी नै रहन्छ यार पानी पऱ्यो होला सबैजना गइसकेको छ कहाँबाट आकाशतिरबाट आउँछ यार छुरोट उठेर त सजिलो के साग केही पनि रहन्छ पानी परेर होला केही छैन खासै राम्रै तरकारी पनि के लानु हौ अब उँधो छ त्यहाँ सोध्छु अब के छ मैले चाहिँ तरकारी पनि किनिसकेको छु यहाँ छ तरकारी चाहिँ भेन्डी सेन्डी किनेर कस्तो यार रुम आइपुग्न लागिसक्यो साथीहरू आइपुग्न लागिसक्यो ल मेरो रुम पनि आइपुग्यो साथीहरू
म आयो तरकारी हेर्नु नि तरकारी अघिकै होइन त्यो तरकारी लिनु भागमा परवल र उयो भेन्डी तिमीलाई गिफ्ट ल मैले 100 रुपियाँ त्यहाँ भाइसँग मागेर दिएको ग्रीन कलरको त छ रहेछ त मेरो 50 रुपियाँ यो ठिक छ खोला त तर अलिक सुक्या जस्तो भएछ त नि होइन नि कपाल चलाएन राम्रै छ पहेँलो थियो पहेँलोभन्दा हरियो ल्याइदिन्छ होला 20 रुपियाँ यार एउटा टिका पनि छ 100 रुपियाँ मागे सक्यो तरकारी ल्यायो 20-30 रुपियाँको मेहन्दी 20 रुपियाँको चुरा चाहिँ भोलि पर्सि पैसा अब छन त छ कि फेरि यहाँ यो पोहोर सालको हो मेरो बुढी हरियो चुरा यस्तो राम्रो राम्रो किनेको थिएँ अनि अहिले अब यही लाउँदै गर मेरो पैसा आएको छैन भने लगाउ लगाइहाल त लो साथीहरू अब भात तरकारी बनाएर खान्छु अनि त्यसपछि बाई बाई गर्छु है सबैजनालाई पहिला मेहन्दी लाएर चाहिँ चुरा लाउने कि हो के हो त चुरा लाएर चाहिँ बिग्रिने हो त मेहन्दी बिग्रियो भने त पुछ न पहिला पुछ न कस्तो धुनुपर्छ एकचोटि राम्रो लागेन राम्रो छ राम्रो छ छ। यस्तो 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 हामी चाहिँ खाना खान थालेको अब बुढाबुढी ट्याक्क ल्याएर 100 रुपियाँको मास ल्याइदियो खान थालेको खाएको है साथीहरू भिडियो कस्तो भयो होला है साथीहरू जस्तो भयो नि हेरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला सपोर्ट गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यतातिर इन गर्न चाहन्छु हस्त नमस्ते बाई बाई सबैजनालाई